जय नेपाल। नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रचार प्रसार समितिले तयार पारेको कार्यक्रम निर्वाचन संवादमा यहाँलाई स्वागत छ। म प्रनिशा लक्ष्मी। दर्शकबिन, कार्यक्रम निर्वाचन संवादमा हामी नेपाली कांग्रेस सत्ता गठबन्धन र समग्र निर्वाचनको विषयमा केन्द्रित रहेर विविध व्यक्तित्वहरूसँग कुराकानी गर्ने गर्दछौं। आजको कार्यक्रममा हामी नेपालको शिक्षा क्षेत्रको विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौं र त्यसका लागि आज मसँग हुनुहुन्छ शिक्षाविद डाक्टर कृष्ण पौडेल। उहाँ नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन घोषणा पत्र तयारी समितिको सदस्यका रूपमा पनि आबद्ध हुनुभएको छ। आजको कार्यक्रममा हामी यसै विषयमा केन्द्रित रहेर उहाँसँग कुराकानी गर्नेछौं। यहाँलाई स्वागत छ कार्यक्रममा। धन्यवाद। धेरै मानिसहरूले चाहिँ नेपालको शिक्षा प्रणाली सोचे जस्तो भएन भनेर गुनासो गरिरहेका हुन्छन्। साँच्चै नेपालको शिक्षा कस्तो खालको हुनुपर्ने हो? शिक्षाविदहरूले खोजेको शिक्षा प्रणाली चाहिँ कस्तो हो? एक शिक्षाविदका आँखाले हेर्दा नेपालको शिक्षामा के कस्ता कमजोरीहरू देख्नुहुन्छ तपाईँ? सुरुमा त शिक्षाविद भन्दा पनि अब हाम्रो अहिलेसम्मको जति पनि शिक्षाको पोलिसीहरू बन्यो त्यो पोलिसी केन्द्रीकृत मोडेलबाट बन्यो कि हामी काठमाडौँमा बस्यौँ, काठमाडौँमा बसेर शिक्षाको पोलिसी बनायौँ। त्यो पोलिसीले हाम्रो कर्णालीलाई छुन सकेन, तराईलाई छुन सकेन, हिमाललाई छुन सकेन, पहाडलाई छुन सकेन। हाम्रो भूगोल विविधताको भूगोल छ। हाम्रो भूगोल अनुसार हामीलाई के कुराहरू पढाउने हो त्यो कुरामा हामीले फोकस गर्न सकेनौँ। सबभन्दा पहिलो कुरा मैले देखेको। दोस्रो कुरा चाहिँ हामीले पढाउँदै गर्दाखेरि हाम्रो जुन सिकाइ पद्धति छ त्यो पद्धतिमा पनि समस्या देखियो। दोस्रो कुरा अनि त्यो सिकाइको पद्धतिमा समस्या देखिँदै गर्दाखेरि उसँग डिग्री छ, सर्टिफिकेट छ, तर उसले मार्केटमा गएर बजारले खोजे जस्तो सिप उसँग नभइसके पछाडि अलिकति त्यो जबमा चाहिँ त्यो मार्केट अनुसार काम गर्न नसक्ने उनीहरूलाई हामीले स्किलहरू इन्जेक्ट गर्न सकेनौँ। तेस्रो कुरा। चौथो कुरा, नेपालमा पढिरहेको विद्यार्थीले अहिलेको त ग्लोबल कम्पिटेन्सको समय हो। त्यो ग्लोबल्ली कम्पिटेन्ट गर्न सक्ने सिटिजन पनि हामीले उत्पादन गर्न सकेनौँ। यो चाहिँ ओभरअल एउटा कुरा रह्यो। अर्को कुरा, शिक्षाले मूलतः तीनवटा विषयवस्तुलाई समेट्नुपर्छ। पहिलो कुरा चाहिँ शिक्षाले सामाजिक रूपान्तरण गर्नुपर्छ। हामीले जुन सोसियल ट्रान्सफर्मेसनको कुराहरू गर्छौँ त्यो गराउने भनेको शिक्षाले नै हो। बालबालिकालाई उनीहरूलाई त्यो एउटा नलेज दिएर त्यो गर्न हामीले दिन सक्यौँ भनेदेखि उनीहरूले सोसाइटीमा भइरहेका विभिन्न प्रकारका विभेदका कुराहरू छन्, सामाजिक अन्यायका कुराहरू छन्, त्यो कुरा हामीले बालबच्चालाई सिकाउनु पर्थ्यो। त्यो कुरा हामीले सिकाउन सकिरहेका छैनौँ। मुलुकीयन 2021मै आइसकेको कुराको पनि अहिलेसम्म हामीले विभेदका कुराहरू भोगिरहेका छौँ। त्यो हामीले कानुनमा लेख्यौँ तर त्यो व्यवहारमा लागू गर्न सकेनौँ। त्यो लागू गर्ने भनेको त शिक्षाले हो, पहिलो कुरा। दोस्रो कुरा चाहिँ शिक्षाले चाहिँ एउटा इकोनोमिक डेभलपमेन्टको एस्पेक्टबाट हेर्नुपर्छ। अहिलेको समय भनेको नलेज इकोनोमीको समय हो, त्यो पोइन्टमा पनि जान सकेनौँ। दोस्रो। तेस्रो चाहिँ अघि मैले पनि जोडेँ, ग्लोबल्ली कम्पिटेन्ट सिटिजन उत्पादन गर्नुपर्थ्यो। त्यो कुरामा चाहिँ अलि फोकस पुगेन जस्तो चाहिँ मलाई लाग्छ। यस्ता समस्याहरू धेरै समय अगाडिदेखि नै देखिराखेको छन् नेपालको शिक्षा प्रणालीमा, शिक्षाको यो क्षेत्रमा। यो कमजोरीहरू छन् भनेर तपाईँले भनिरहनु भएको छ। यसको मुख्य कारण चाहिँ के हुन्छ? यस्ता कमजोरीहरू नेपालको शिक्षा क्षेत्रमा यस्तो लामो समयदेखि हामी परिवर्तन गऱ्यौँ भनेर नाराहरू लगाइरहेछौँ, वर्षेनी के नाराहरू लगाउँछौँ, तर पनि परिवर्तन साँच्चै भएको छैन। यो कमजोरी हुनुको मुख्य कारण के हो? मुख्य कारण यस्तो छ। अब हामीले 2048 साल पछाडि हामीले हेऱ्यौँ भनेदेखि 2048 सालभन्दा अगाडि चाहिँ शिक्षाको एउटा मोडेल थियो। त्यति बेला हामीले शिक्षालाई चाहिँ लिट्रेसीसँग सम्बन्ध गर्नुपर्ने थियो, होइन? लिट्रेटको कुरा, साक्षरताको कुरालाई फोकस गर्नुपर्ने थियो। 2048 सालमा चाहिँ त्यही अनुसार काम भयो शिक्षा क्षेत्रमा। तर त्यस पछाडि आउँदाखेरि चाहिँ हामीले ग्लोबली कम्पिटेन्ट अलिकति त्यसलाई समाजसँग जोड्ने, इकोनोमिक डेभलपमेन्टसँग जोड्ने त्यो मोडेलमा हाम्रो विद्यालय र विश्वविद्यालयलाई हामीले तयारी गर्नुपर्थ्यो। त्यो लाइनमा हामीले तयारी गर्न सकेनौँ। र अर्को कुरा, हामीले जुन पोलिटिक्स, अब अलिकति पोलिटिक्सले पनि थोरै शिक्षा क्षेत्रलाई छोएको हो कि जस्तो लाग्छ। जस्तै अब शिक्षक सङ्गठनहरू छन्, होइन? अब युनिभर्सिटीमा पनि विभिन्न प्राध्यापक 11-12वटा सङ्गठनहरू उयोहरू छन्। त्यो कारणले गर्दा शिक्षामा अलिकति पोलिटिक्स भयो कि जस्तो चाहिँ त्यो हामीलाई फिल भएको छ। राजनीतिक कुराहरूले गर्दा पनि यो कमी कमजोरी देखिएको तपाईँले बुझ्नु भएको छ? त्यो देखिएको छ, प्रष्टै देखिएको छ। र अर्को सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ राजनीतिक दलहरूले शिक्षालाई जति प्राथमिकतामा राख्नुपर्ने थियो त्यति प्राथमिकतामा चाहिँ राखेको देखिँदैन। जस्तो अब हामीले हेर्ने भने शिक्षालाई चाहिँ नागरिकको मौलिक हक अन्तर्गत नै राखेको छ कानुनले। चाहिँ सबै नागरिकलाई कस्तो शिक्षा दिने मनसाय राखेको देख्नुहुन्छ? हामी कता गइरहेको देख्नुहुन्छ तपाईँहरूले? नेपालको संविधानले अब मौलिक हकको रूपमा शिक्षालाई, स्वास्थ्यलाई लगायत नागरिकको अधिकारसँग सम्बन्धित कुराहरूलाई मौलिक हकमा राखेको छ। कक्षा 12सम्मको शिक्षालाई चाहिँ निःशुल्क भनेको छ भने कक्षा 8सम्मको शिक्षालाई अनिवार्य र निःशुल्क भनेको छ। र त्यो अनिवार्य र निःशुल्क बनाउनको लागि अब हामीसँग फेरि संस्थागत विद्यालयहरू पनि छन्, निजी विद्यालयहरू पनि छन्। निजी विद्यालयहरू पनि खोलिएको छ,
हैन। भनेपछि त्यो संसारभरिको प्र्याक्टिस हेर्दाखेरि चाहिँ जुन एउटा ग्रुप छ त्यो ग्रुपले यो निःशुल्क भनेको चाहिँ ऐच्छिक हुँदो रहेछ। जसले चाहिँ म अब फ्रीमा एजुकेसन लिन्छु भन्नेलाई चाहिँ राज्यले उसलाई फ्रीमा दिनु पर्यो। त्यो 12 कक्षा मात्रै नभएर उच्च शिक्षासम्म विश्वविद्यालयसम्मको पनि शिक्षा दिनुपर्ने हुन्छ भने होइन म चाहिँ आफूले नै पैसा तिरेर पढ्न सक्छु भन्ने खालको अब त्यो एउटा ग्रुप छ त्यसलाई छ भनेदेखि त्यो चाहिँ ऐच्छिक रूपमा पनि जाने रहेछ। त्यो मोडेल अनुसार चाहिँ हामीसँग अब संस्थागत र प्राइभेट विद्यालयहरू खुलेर आइसकेका छन् र त्यो जुन ग्रुप हामीले अहिले हेऱ्यौँ भने कक्षा 1 मा भर्ना भएको 100 जना विद्यार्थी भर्ना भएको छ भनेदेखि कक्षा 9 मा जाँदै गर्दाखेरि अझ कक्षा 11 मा भनौँ कक्षा 11 मा जाँदै गर्दाखेरि 24-25 जना भन्दा विद्यार्थी पुग्न सकेको छैन। भनेपछि हामीले त्यो ग्रुपको विद्यार्थीलाई 100% स्टुडेन्टलाई अब ब्याकवर्ड कम्युनिटीकोलाई सीमान्त ग्रुप जुन समुदाय छ त्यो समुदायको विद्यार्थीलाई चाहिँ कक्षा 12 सम्म उसले अनिवार्य र निःशुल्क शिक्षा पाउने वातावरण चाहिँ त्यो बनाउनुपर्छ। त्यो बनाउने कुरामा चाहिँ हामी नेपाली काङ्ग्रेस चाहिँ प्रतिबद्ध छ। त्यो कुराहरू हामीले योभन्दा अगाडि एउटा प्रतिवेदन बनाएर पनि हामीले बुझाएका छौँ। त्यसमा पनि हामीले स्ट्रङली राखेका छौँ। त्यो मोडेलमा जान सक्यो भनेदेखि एउटा उनीहरूलाई गुणस्तरीय शिक्षा उनीहरूले सिक्ने कक्षा 12 पास गरिसके पछाडि उनीहरूले आफ्नो जीवन चाहिँ आफूले धान्न सक्ने गरेर एउटा स्किल दिने गरेर व्यावहारिक कुराहरू प्राविधिक कुराहरू सहितको शिक्षा दिने कुरामा चाहिँ हामीले फर्मिङ गरेका छौँ। यसमा जस्तो तपाईँले नेपाली काङ्ग्रेसको सरकारको कुरा गर्नुभयो, योभन्दा अगाडि पनि धेरैचोटि नेपाली काङ्ग्रेसको नेतृत्वमा चाहिँ सरकार निर्माण भएको छ, सरकारले नेतृत्व गरेको छ, नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बनेको छ। त्यति बेला पनि विभिन्न प्रकारका एजेन्डाहरू आए, घोषणापत्रहरूमा धेरै कुराहरू लेखिए, शिक्षाकै क्षेत्रमा हामीले यसरी विकास गर्छौँ भनिए, अहिले पनि नेताहरूले त्यही भनिरहनु भएको छ। तर आम नागरिकहरू चाहिँ त्यो घोषणापत्रमा ती एजेन्डाहरूमा अब चाहिँ हामी विश्वास गर्न सक्दैनौँ भनेर भनिराखेका छन्। तपाईँलाई के लाग्छ, अब मङ्सिर 4 गते चुनाव हुँदैछ, यो चुनावमा आम जनताले नेपाली काङ्ग्रेसलाई भोट दिएर जिताउँदाखेरि चाहिँ नेपालको शिक्षा प्रणालीलाई कस्तो खालको परिवर्तन देला नेपाली काङ्ग्रेसको सरकारले, तपाईँले कसरी हेर्नु भएको छ यसलाई? यसमा अघि पनि मैले एउटा कुरा जोड्न खोजेँ। 48 सालभन्दा अगाडिको समय र त्यो पछाडिको समयमा अलिकति फरक छ। हामीले हिजो साक्षरताको कुरामा हाम्रो फोकस थियो। 48 साल पछाडि बनेको सरकारहरूले चाहिँ त्यसलाई अलिकति स्किलसँग पनि जोड्न खोजेको हामीले पाउँछौँ। प्राविधिक शिक्षालयहरू पनि खुलेको छ, व्यावसायिक शिक्षालयहरू पनि प्राविधिक शिक्षालयहरू खुलेको छ। अहिले हरेक विद्यालयहरूमा 9 कक्षाबाट चाहिँ प्राविधिक सिपहरू पनि हामीले सिकाइरहेका छौँ। थुप्रै विद्यालयहरू त्यस्ता छन्। अब चाहिँ हाम्रो यसको मेन फोकस भनेको त्यसले मात्रै पुगेन। योभन्दा अगाडि कोभिड आयो। कोभिडले चाहिँ हामीलाई एउटा के लेसन दियो भनेदेखि जुन हामीले परम्परागत पद्धतिबाट जुन विद्यालयहरूमा पढाइरहेका छौँ, विद्यार्थीहरूलाई सिकाइरहेका छौँ, त्यो मेथोडोलोजी नै हामीले चेन्ज गर्नुपर्छ। विद्यार्थीलाई पनि हामीले त्यही अनुसार तयारी गराउनु पर्यो। हाम्रो कन्टेन्ट पनि, हाम्रो करिकुलम पनि त्यो अनुसार अपडेट गर्नु पर्यो। कन्टेन्टहरू त्यही अनुसार डेभलप गर्नु पर्यो। हाम्रो शिक्षकहरूलाई त्यही अनुसार तयारी गर्नु पर्यो। र त्यो सँगसँगै हामीले जुन विद्यालयमा त्यो इन्भाइरोमेन्टमा पढाउनको लागि आवश्यक पर्ने भौतिक पूर्वाधारको कुराहरू हुनसक्छ, ल्याबको कुराहरू भयो, टेक्नोलोजीको कुराहरू भयो, इन्टरनेटको कुराहरू हुन्छन्, त्यो विषयमा चाहिँ फोकस गर्नुपर्छ, त्यो मोडेलमा जानुपर्छ भनेर हामीले यसलाई प्राथमिकताका साथ उठाएका छौँ। र घोषणापत्रको कुरा चाहिँ के हुन्छ भनेदेखि घोषणापत्र भनेको काङ्ग्रेसले भोलि म यो इलेक्सनमा जाँदै गर्दा आम नागरिकको सबैको घरमा पुगेर उसले मत माग्न सकेको हुँदैन, भ्याएको हुँदैन। त्यहाँ पुग्दै गर्दाखेरि घोषणापत्रले शिक्षाको मात्रै होइन हरेक क्षेत्रमा चाहिँ एउटा चाहिँ अब त्यो एकल महिला होस् अथवा दलित होस् अथवा सीमान्त ग्रुप होस् अथवा विज्ञ होस्, होइन, एक्सपर्ट होस्, उसले मलाई चाहिँ मेरो लागि यो पार्टीले के ल्याएको छ त, नेपाली काङ्ग्रेसले मेरो लागि के ल्याएको छ। जस्तै शिक्षाकै कुरा गर्ने हो भनेदेखि एउटा सीमान्तकृत एउटा गिटी कुटेर बस्नेले मेरो बच्चाको कक्षा 12 सम्मको शिक्षाको सुनिश्चितता, अनिवार्य शिक्षाको कुरा, क्वालिटी एजुकेसनको कुरा चाहिँ काङ्ग्रेसले के सुनिश्चितता गरेको छ भनेर उसले त्यहाँ खोजेको हुन्छ भनेदेखि एउटा इन्स्टिच्युट चलाएर बसिरहेको छ भनेदेखि, संस्था चलाएर बसेकोले चाहिँ मेरो लगानीको सुनिश्चितता के छ भनेर उसले हेरेको हुन्छ। भनेपछि ती सबै कुराहरूलाई चाहिँ यो घोषणापत्रमा सम्बोधन गरिएको हुन्छ र त्यो कुराहरू हेरेर चाहिँ मत दिने एउटा ग्रुप हुन्छ। त्यसको लागि चाहिँ हामीले दिन्छौँ र यस पछाडि सरकार बनिसके पछाडि चाहिँ जुन अडिट गरेर पार्टीले जुन घोषणापत्रमा राखेको कुराहरू हुन्छ, त्यो घोषणापत्रमा राखेको कुरा अनुसार सरकारले कार्यान्वयन गरे कि गरेन, नीतिहरू ल्यायो कि ल्याएन भनेर चेक एन्ड ब्यालेन्सको कुराहरू हुन्छ। त्यो कुरालाई चाहिँ अहिलेसम्म हामीले फोर्सफुल्ली चाहिँ लागू गर्न सकिरहेका छैनौँ। त्यो लागू भएको हामीले पाउँदैनौँ, किनभने एउटा सरकार भइसकेपछि त्यसले त्यो मिनिस्ट्रीहरूले आएर चाहिँ पार्टीमा आएर त्यसलाई अडिट गराउने, हामीले यो अनुसार काम गरेका छौँ भन्ने सिस्टम चाहिँ बनाउनु पर्ने थियो। त्यसमा अलिकति ल्याकिङ भएको छ। त्यो कुरालाई चाहिँ हामीले यो पटक स्ट्रङली उठाएका छौँ। अब चाहिँ काङ्ग्रेसको सरकार बन्दै गर्दाखेरि चाहिँ त्यो कुरा अनुसार अडिट गरेर चाहिँ अगाडि बढ्छ, घोषणापत्र अनुसार नै अगाडि बढ्छ।
तपाईँले भन्नुभयो तपाईँ विश्वस्त छु भनेर भन्नुभयो। यो कुराहरू सुनिरहँदा तपाईँ विश्वस्त भएरै यो कुराहरू भनिरहनु भएको छ। अब आम नागरिकलाई चाहिँ के आधार देखाउनुहुन्छ तपाईँले? अबको बन्ने नेपाली कङ्ग्रेसको सरकारले चाहिँ नेपाली कङ्ग्रेसलाई मत दिएर सरकार निर्माण हुँदाखेरि चाहिँ अब शिक्षा क्षेत्रमा यस्ता आमूल परिवर्तनहरू गर्न सक्छ नेपाली कङ्ग्रेसको सरकारले भन्ने आधारहरू चाहिँ तपाईँहरू? हामीले यसको लक्ष्य राखेका छौँ, 5 वर्षको लक्ष्य तय गरेका छौँ। हामीले चाहिँ योभन्दा अगाडिको घोषणापत्रमा चाहिँ अब वस्तुगत कुराहरूलाई अलिकति बढी फोकस हुन्थ्यो भनेदेखि यो पटक हामीले 5 वर्षको लक्ष्य नै राखेका छौँ। हाम्रो अहिलेको स्टाटस के छ, जुन दिगो विकासका लक्ष्यहरू छन् त्यो दिगो विकासका लक्ष्यलाई हेर्दै हाम्रो भूगोल छ, हाम्रो आफ्नो एउटा अर्थतन्त्रको हाम्रो एउटा आकार छ, त्यो आकारलाई हेरेर हामीले 5 वर्षको एउटा लक्ष्य राखेका छौँ। विद्यालय शिक्षाको लागि एउटा लक्ष्य राखेका छौँ, प्राविधिक शिक्षालाई हामीले छुट्टै लक्ष्य राखेका छौँ र उच्च शिक्षाको लागि पनि हामीले एउटा लक्ष्य राखेका छौँ 5 वर्षसम्म। अहिलेको हाम्रो करेन्ट सिचुएसन यो छ, हामी 5 वर्षमा यो लेभलमा पुग्छौँ भनेर हामीले विथ डेटा लक्ष्य नै राखेर हामी अगाडि बढेका छौँ। यसमा त्यसका विश्वास गर्न सक्ने खालका आधारहरू छन् तपाईँहरू? प्रशस्त हामीले मान्ने भनेको त दिगो विकासका लक्ष्यहरू छन्। त्यसको लक्ष्यको आधारमा हाम्रो राष्ट्रिय योजनाले चाहिँ जुन 15औं योजनामा दिएको डेटाहरू छ, त्यो सरकारको नीति तथा कार्यक्रम, पार्टीको चाहिँ अब गाइडलाइनको कुराहरू हुन्छ, त्यसको आधारमा हामीले लक्ष्य नै तय गरेर घोषणापत्र तयार गरेका छौँ। तपाईँले अगाडि भन्नुभयो शिक्षाको बारेमा चाहिँ प्रतिवेदन नै तयार पारेर पार्टीलाई पनि बुझाएको भनेर अघि कुरा गर्नुभयो। ती जुन तपाईँले प्रतिवेदनमा लेख्नुभएका कुराहरू थिए त्यो साँच्चै कानुन योग्य थिए र अहिले कानुन भए नेपालको शिक्षा प्रणाली चाहिँ कस्तो हुन्छ? यस्तो छ, अब म योभन्दा अगाडि पार्टीको शिक्षा विभागको सचिवको रूपमा मैले काम गरेको थिएँ। शिक्षा विभागको सचिवको रूपमा काम गर्दै गर्दा हामीले अहिलेको वर्तमान शिक्षामा के समस्याहरू छन् भनेर हामीले 5वटा प्रदेशमा चाहिँ फिजिकल्ली एउटा कार्यक्रम नै गऱ्यौँ, 2टा प्रदेशमा चाहिँ जुम मार्फत कार्यक्रम गऱ्यौँ। त्यहाँ हामीले विद्यार्थीहरूलाई, शिक्षकहरूलाई, युनिभर्सिटी पढाउने प्राध्यापकहरू, शिक्षा क्षेत्रका विज्ञहरू सबैसँग हामीले छलफल तथा अन्तर्क्रिया गऱ्यौँ। इभन हामीले अभिभावकलाई पनि भेट्यौँ। त्यसको आधारमा हामीले 5-7वटा कुराहरू चाहिँ हामीले त्यसमा मेजर रूपमा पाएका थियौँ त्यति बेला। पहिलो कुरा भनेको राजनीतिमा अलिकति, शिक्षा क्षेत्रमा अलिकति दलीय राजनीति अलिकति बढ्यो भन्ने कुरा हामीले पायौँ र हामीले 1 नम्बरमा नै नेपालको शिक्षा क्षेत्रमा चाहिँ दलीय राजनीतिबाट बाहिर राख्नुपर्छ भनेर हामीले शिक्षालाई चाहिँ राजनीतिबाट बाहिर राख्न खोज्यौँ। हामीले त्यो कुरा स्ट्रङली रिकमेन्ड गरेका छौँ त्यसमा। दोस्रो कुरा, शिक्षा भन्ने बित्तिकै त्यसले एउटा सामाजिक रूपान्तरणको कुराहरूलाई त्यसले त्यो बोक्नुपर्ने हुन्छ। जस्तै तपाईँ हाम्रो घरमा एउटा बच्चा छ भनेदेखि त्यो बच्चाले घरमा फोहोर गर्यो, केही कागज अथवा केही टुक्राहरू फोहोर पायो भने उसले डस्टबिनमा लगेर फाल्छ। तर त्यही बच्चाले सार्वजनिक ठाउँमा जाँदाखेरि उसले बाटोमा फाल्छ। त्यो सार्वजनिक स्थल पनि मेरो सम्पत्ति हो भन्ने कुरा हामीले उसलाई सिकाउन सकेनौँ। जुन चाहिँ त्यो चाइल्ड साइकोलोजीको कुराहरू त्यो एस्पेक्टबाट हामीले हेर्न सकेनौँ। त्यो सामाजिक रूपान्तरण त्यो भयो। छुवाछुतको कुराहरू छन्, जातीय विभेदका कुराहरू, समाजमा उठिरहेका कुराहरू छन्, होइन, लैङ्गिक असमानताका कुराहरू छन्। त्यो कुरा शिक्षाले त्यो कुरा बोक्नु पर्थ्यो, त्यो बोक्न सकेर त्यसलाई हटाउनुपर्छ भनेर हामीले दोहोरो कुरा त्यो राखेका छौँ। तेस्रो कुरा चाहिँ शिक्षाले आर्थिक रूपमा, अहिलेको समय भनेको नलेज इकोनोमीको समय हो, सिप स्किल, होइन, नलेज बेस्ड सोसाइटीको कुराहरू गर्छौँ अहिले हामीले भनेपछि त्यो उसले चाहिँ घोकन्ते मात्रै पढेर भएन, परम्परावादी शिक्षा मात्रै उसले लिएर भएन, उसँग स्किल हुनु पर्यो। त्यो स्किल छ भनेदेखि उसले नेपाली जस्तै नेपालबाट अहिले मिडल इस्टमा अब त्यता जानेहरू लगभग 40 लाख मान्छेहरू त्यहाँ गइराखेका छ। ती 40 लाख मान्छेलाई हामीले अहिले राम्रो स्किल दिएर पठाउन सकेको भएदेखि अहिले उनीहरूले जति वेजेस पाइरहेको छ त्यसको डबल लेभलमा उनीहरूले वेजेस पाउन सक्थे। त्यसले हाम्रो अर्थतन्त्र पनि माथि उठ्न सक्थ्यो। अथवा हामीले यहीँ नै अब उद्यमशील शिक्षालाई हामीले फोकस गर्न सक्थ्यौँ। त्यो सिप भयो भनेदेखि त्यो ऊ त्यहाँ गएर काम गरिरहनु पर्ने थिएन। यहीँ नै अब हामीले अब इभन कृषिमै हेऱ्यो भनेदेखि हामीले कति 70 अर्ब जतिको त बाहिरबाट त्यो खाद्यान्नहरू नै ल्याइरहेका छौँ भनेपछि त्यो हामीले यहीँ नै प्रोडक्सन गर्न सक्ने थियौँ। त्यो चाहिँ उद्यमशील सिपसँग लिङ्क कुरा भयो। तेस्रो कुरा, हाम्रो विश्वविद्यालयमा पढेको, ग्रेजुएट गरेकोहरू पनि हामी विदेशी विश्वविद्यालयमा जानु पर्दाखेरि त्यहाँको सिम्पल टेस्टहरू दिएर जानुपर्ने छ। हामीले त्यो लेभलको अब ह्युमन डेभलपमेन्ट हामीले तयार गर्न सकेनौँ कि यहाँ पढेको विद्यार्थीले चाहिँ ग्लोबल्ली कम्पिटेन्ट गर्न सकेन कि यहाँ नेपालको त्रिभुवन युनिभर्सिटीको फिजिक्समा पढेको विद्यार्थीले नासामा काम गर्न सक्ने क्यापेसिटी डेभलप गर्न सक्नु पऱ्यो नि अहिलेको समयमा। ती कुराहरूलाई हामीले यसमा फोकस गरेका छौँ। अनि आवश्यकताको आधारमा हामीले प्रोभाइड गर्ने
भने जुन शिक्षाहरू छ अब विद्यालयहरू हामीले हेऱ्यौँ भनेदेखि 2048 साल पछाडि रिजोनिङ गरेर हामीले जनसङ्ख्याको आधारमा नयाँ विद्यालयहरू पनि हामीले स्थापना गर्न सकेनौँ। विश्वविद्यालयको हकमा पनि त्यही नै छ। त्यो कुराहरूलाई रिफ्रेमिङ गर्नुपर्छ। अहिले भइरहेको शिक्षालाई चाहिँ टोटल्ली रिफ्रेम गरेर आमूल परिवर्तन गर्नुपर्छ भनेर हामीले देखेका छौँ। र अर्को 30-50 वर्ष अगाडि बनेको शिक्षा ऐन छ, 2029 सालमा बनेको शिक्षा ऐन छ, त्यही शिक्षा ऐनबाट अहिलेसम्म हामीले काम गरिरहेका छौँ। तुरुन्तै यो शिक्षा ऐन अर्को ल्याउनुपर्छ भनेर हामीले भनेका थियौँ, त्यो अहिलेसम्म आउन सकेका छैन। त्यसलाई हामीले स्ट्रङली उठाएका छौँ। ती बुँदाहरूमा हामी जान सक्यौँ भनेदेखि नेपालको शिक्षा चाहिँ आमूल रूपमा हामी परिवर्तन गर्न सक्छौँ। तपाईँले भनिरहनु भएको छ शिक्षाको क्षेत्रमा चाहिँ नेपाली कङ्ग्रेसको सरकार निर्माण भयो भने आमूल रूपमा परिवर्तन गर्छ भनेर। यसलाई यो शिक्षालाई उत्पादन र रोजगारीमुखी बनाउनु पर्ने चुनौतीहरू धेरै छन् भनेर जुनसुकै राजनैतिक दलले नेतृत्व गरे पनि भनिराखेको हुन्छ। तपाईँहरूले कसरी हेर्नु भएको छ यसलाई? सरकारले यो विषयलाई चाहिँ कतिको ध्यान दिएको छ? सरकारको प्राथमिकतामा सबभन्दा पहिलो कुरा चाहिँ शिक्षा, स्वास्थ्य र रोजगारी नै पर्छ। र त्यो शिक्षालाई हामीले जहिलेसम्म रोजगारसँग जोड्न सक्दैनौँ, उद्यमशीलसँग जोड्न सक्दैनौँ, तपाईँ हामीले खोजेको जस्तो समाज हामीले तयार गर्न सक्दैनौँ। त्यो नागरिकबाट चाहिँ हामीले त्यति धेरै अपेक्षा चाहिँ नपाइने रहेछ। एउटा राज्यको दायित्व छ रोजगारी सिर्जना गर्ने भने, अर्को हामीले उनीहरूलाई राम्रो स्किल इन्जेक्ट गर्न सक्यौँ, उनीहरूलाई आवश्यक सिपहरू दिन सक्यौँ भनेदेखि उनीहरू आफै नै उद्यमी बनेर अरूलाई पनि रोजगार दिने सिर्जना चाहिँ अवसर चाहिँ तयार हुँदो रहेछ। त्यसको लागि राज्य पनि तयार हुनु पर्यो। र त्यो तयार गर्ने हाम्रो विद्यालयहरूले चाहिँ त्यही अनुसारको भौतिक संरचनाहरू तयार गरेर, हाम्रो भइरहेको पाठ्यक्रमहरू परिवर्तन गरेर, आवश्यक पूर्वाधारहरू तयार गरेर हाम्रो विद्यार्थीहरूलाई त्यो लेभलमा चाहिँ तयार गर्न आवश्यक छ। यो नेपाली कङ्ग्रेसको सरकार निर्माण हुँदाखेरि चाहिँ यो कुरा हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ तपाईँ? म यसमा विश्वस्त छु। किनभने अब पार्टीले घोषणापत्रमा जे कुरा लेखेको छ त्यो चाहिँ गाइडिङ प्रिन्सिपल हो पार्टीको लागि। अनि भोलि सरकार बन्दै गर्दाखेरि यी कुराहरू नीति तथा कार्यक्रममा ल्याउने, त्यस पछाडि एक्जिक्युसन गर्ने हो। अनि पार्टी त्यो भोलि फेरि पब्लिककोमा जानु पर्यो, पब्लिकले अडिट गर्नु पर्यो हैन। त्यहाँ जाँदाखेरि यो काम गरेन भनेदेखि त भोलि 5 वर्ष पछाडि तैँले यो कुराहरू लिएर आएको थियो नागरिकको लागि, यो कुरा गर्न नसके पछाडि त त्यहाँ पब्लिकले अडिट गर्ने सिस्टम छँदैछ। त्यो 5-5 वर्षमा आउँछ, त्यहाँबाट पब्लिकले अडिट गर्दैन, अनुमोदन गर्दैन भनौँ न हैन। त्यो हिसाबले यो गर्न बाध्य हुन्छ, गर्छ नै भन्ने लाग्छ मलाई। तपाईँ आफै पनि घोषणापत्र तयारी समितिको सदस्यका रूपमा आबद्ध हुनुहुन्छ नेपाली कङ्ग्रेसको। शैक्षिक संस्थाहरूको गुणस्तरको लागि, सुधारका लागि चाहिँ के कस्ता कार्यक्रमहरू ल्याउन सक्छ अब? हामीले चाहिँ अघि मैले सुरुमा एउटा जोडेको थिएँ, अहिलेसम्मको हाम्रो पोलिसी भन्दाखेरि केन्द्रमा बनेर पोलिसी बन्यो। अहिले हामीले हेऱ्यौँ भनेदेखि कतिपय विद्यालयहरूमा अहिले पनि पाठ्यक्रम पुग्न सकेको छैन भनेपछि हामीले अहिलेसम्म जुन पद्धतिबाट पढाइरहेका छौँ त्यो कुरालाई अलिकति परिवर्तन गर्नुपर्छ। हाम्रो पाठ्यक्रम पनि चेन्ज गर्नुपर्छ, सिकाइको पद्धतिलाई हामीले चेन्ज गर्नुपर्छ। त्यो कक्षामा, हरेक कक्षामा उसले पढ्दाखेरि, त्यो पास गर्दाखेरि उसँग कति स्किल हुनुपर्छ भनेर अलरेडी सेट गरिएको हुन्छ। त्यो उद्देश्य उसले पुरा गर्न सक्यो कि सकेन भनेर त्यसलाई मापन गरिनुपर्छ। त्यसको आधारमा एउटा छुट्टै फ्रेमवर्क बनाएर अगाडि बढ्नुपर्छ भन्ने कुरा हाम्रो। मापन चाहिँ कसरी गर्नुहुन्छ तपाईँहरूले? त्यो मापन गर्नको लागि उसको टेस्टहरू लिने हुन्छ, इन्टर्नसिप गराउने कुराहरू हुन्छ, फिल्डमा लगेर काम गराउने कुराहरू हुन्छ। त्यो मोडेलबाट चाहिँ उसलाई हामीले टेस्ट लिन सक्छौँ। हाम्रो शिक्षा विश्व बजारमुखी हुन्छ कि हाम्रो प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्ने ढङ्गको हुन्छ कि प्राविधिक र व्यावसायिक हुन्छ कि सूचना प्रविधिमुखी हुन्छ? अब अहिलेको अवस्थामा चाहिँ कुन चाहिँ आवश्यक देख्नुहुन्छ तपाईँ बढी? अहिलेको समयमा हाम्रो शिक्षाले एउटा पर्टिकुलर सेक्टर भन्दा पनि सबै विषयवस्तुलाई छुनुपर्ने हुन्छ। हाम्रो शिक्षा एउटा हाम्रो आफ्नो भूगोल क्षेत्र, त्यसलाई पनि हेर्नु पर्यो, त्यसलाई पनि बुझ्नु पर्यो हैन। हामीले तहगत चाहिँ यसका उद्देश्यहरू सेट गरेका छौँ। कक्षा 8 सम्म पढ्दै गर्दाखेरि उसले समाजमा के दायित्व, उसको समाजप्रति आफ्नो स्किल के इन्जेक्ट गर्ने हो, टेक्नोलोजीमा उसले कति जान्नुपर्ने हो, त्यो कुरा पनि हामीले त्यहाँ राखेका छौँ। त्यो पनि जान्नै पर्यो। र अहिले ग्लोबल्ली कसरी पढाइ भइरहेको छ, संसारभरि कसरी गरिरहेको छ, संसारले कसरी विकास गरेको छ, त्यहाँ कसरी पढेको छ। मैले चाहिँ एज अ ग्लोबल सिटी, अहिले त हाम्रो ग्लोबल भिलेज छ भने ग्लोबल सिटिजन हो। म एज अ ग्लोबल सिटिजन हुनको लागि मलाई के स्किलहरू चाहिन्छ, टेक्नोलोजीको स्किल के चाहिने होला, ह्युमन स्किलको कुराहरू के चाहिने होला, कम्युनिकेसन स्किलको कुराहरू के चाहिने होला, त्यो सबै स्किलहरू चाहिँ सिकाउने गरेर हामीले चाहिँ
त्यो तयार गरेका छौँ। त्यो हामीले त्यो सरकारलाई बुझाएको, योभन्दा अगाडि पार्टीलाई बुझाएको प्रतिवेदनमा त्यो कुराहरू सबै राखेका छौँ। हरेक तहमा, माध्यमिक तहमा पढ्ने विद्यार्थीले यो कुरा चाहिँ उनीहरूले तय गरेको हुनुपर्छ, सिकेको हुनुपर्छ। त्यस पछाडि कक्षा 12सम्म जाँदाखेरि यो स्किल उनीहरूसँग हुनुपर्छ। विश्वविद्यालयमा जाँदाखेरि उनीहरू अनुसन्धान अन्वेषणमा बढी फोकस हुनुपर्छ भनेर त्यो प्राज्ञिक उन्नयनका कुराहरूलाई हामीले बढी फोकस गरेका छौँ। त्यो अनुसार हामीले हरेक तहमा सिक्ने उद्देश्यहरूलाई चाहिँ हामीले त्यसमा स्पष्ट कार्यदेश बनाएर प्रस्तुत गरेका छौँ। यी सबै कुराको, यो शिक्षामा देखिएका समस्याहरूको कमी कमजोरीहरूको सुधार चाहिँ तपाईँले काङ्ग्रेसबाटै सम्भव देख्नुहुन्छ? यसमा यस्तो छ, 2015 सालमा बिपी कोइरालाको सरकार बन्दै गर्दाखेरि उहाँले प्रत्येक बुथ र त्यो क्षेत्रमा जुन निर्वाचन क्षेत्र छ त्यो प्रत्येक बुथमा चाहिँ एउटा विद्यालय, त्यो निर्वाचन क्षेत्रमा चाहिँ एउटा प्राविधिक शिक्षालयको कन्सेप्ट उहाँले अगाडि बढाउनु भएको थियो। त्यो भनेको एउटा प्राविधिक सिप चाहिँ आवश्यक छ भनेर उहाँले त्यति बेला नै भन्नुभएको थियो। त्यो कुरा आज पनि के छ भन्दा त्यो उहाँले भनेको कुरा चाहिँ अब सत्य नै साबित भएको छ। यो हाम्रो लागि एकदम आवश्यक थियो र छ भन्ने कुरा चाहिँ प्रष्ट भएको छ। भनेपछि नेपाली काङ्ग्रेसले हिजो जुन प्रष्ट स्पष्ट कार्यनीति लिएर आयो शिक्षाको लागि, शिक्षा मात्रै नभएर सञ्चारको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा, अरू विविध क्षेत्रमा पनि 2048 साल पछाडि जुन नीतिहरू ल्याएको छ त्यसले नेपाललाई विकास यहाँसम्म आउनको लागि, एउटा फड्को मार्नको लागि चाहिँ ठुलो सहयोग पुगेको कुरा तपाईँ हामी सबैलाई थाहा नै भएको हुनाले यो स्पष्ट कार्यदेशलाई कार्यान्वयनमा लग्नको लागि मलाई लाग्छ काङ्ग्रेसभन्दा अर्को पार्टीले गर्न सक्दैन। योभन्दा अगाडि नै करिब 2/3 नेकपाको सरकार बनेको थियो। त्यो सरकारले काम गर्न चाहेको भएदेखि उसँग थुप्रै अफसरहरू थियो, उसले चाहिँ त्यो कामै गर्न नै चाहेन। त्यसले पनि के प्रश्नाउँछ भन्दा नागरिकसँग सम्बन्धित रहेका नागरिकका मौलिक हक अधिकारका कुराहरूलाई चाहिँ त्यसलाई सम्बोधन गर्ने भनेको नेपाली काङ्ग्रेसले मात्रै हो, अरूले गर्दैन भन्ने कुरा चाहिँ प्रष्ट छ यसमा। नेपालको शिक्षा प्रणालीको सुधारका लागि, नेपालको शैक्षिक उन्नतिका लागि चाहिँ नेपाली काङ्ग्रेसलाई भोट दिनुपर्छ भनेर आम जनतालाई कसरी आह्वान गर्नुहुन्छ? यसमा शिक्षा भनेको देश विकासको मेरुदण्ड हो। शिक्षा नबनेसम्म देश बन्दैन। देश बन्नको लागि सबभन्दा पहिलो कुरा हामीले शिक्षालाई राम्रो बनाउनु पर्यो। शिक्षालाई राम्रो बनाउन सकियो भनेदेखि त्यहाँबाट उत्पादन हुने नागरिकहरू बनाऊ, होइन त्यो टेक्निकल टर्ममा त्यो भन्छ। हामीले हाम्रो नागरिकलाई आफ्नो देशको माटो अनुसार आफ्नो माटो सुहाउँदो नागरिकहरू हामीले बनाउन सकेनौँ। त्यसको प्रष्ट उदाहरण के छ भनेदेखि एउटा इन्जिनियर छ, होइन, त्यो इन्जिनियरले आफ्नो बुवा आमालाई आफ्नो घरमा नराखेर एउटा चाहिँ उसमा लगेर राखेको छ, वृद्ध आश्रममा लगेर राखेको छ नि। भनेपछि उसलाई हामीले त्यो मोरलका कुराहरू पनि सिकाउन सकेनौँ, सोसियल ट्रान्सफर्मेसनका कुराहरू पनि सिकाउन सकेनौँ। अघि मैले भने 2021 सालमा जुन मुलुकी ऐनमा समावेश भएका कुराहरूलाई अहिले पनि हामीले हरेक पटकको चुनावमा चाहिँ ती राजनीतिक मुद्दाको रूपमा अगाडि बढिरहेका छन्। छुवाछुतका कुराहरू, दलितका कुराहरू, विभिन्न कुराहरू त्यहाँ अहिलेसम्म आइरहेका छ भनेपछि हामीले त्यो शिक्षालाई जुन सोसियल ट्रान्सफर्म गर्ने मुद्दाहरू बोक्नुपर्ने थियो त्यो मुद्दा हामीले बोक्न सकेनौँ। त्यस पछाडि शिक्षा मार्फत हामीले आर्थिक विकासको लागि उनीहरूलाई आवश्यक पर्ने सिप हामीले दिन सकेनौँ, उनीहरूलाई उद्यमशील बनाउन सकेनौँ। हाम्रो नेपालीहरू हामीसँग भएको यहाँको जग्गा बाँझो राखेर बाहिर गएर काम गरिरहेका छन् भनेपछि हामीले हाम्रो देशको लागि आवश्यक पर्ने जनशक्ति पनि तयार गर्न सकेनौँ भन्ने रह्यो दोस्रो कुरा। तेस्रो कुरा चाहिँ ग्लोबल्ली कम्पिटेन्ट गर्न सक्ने, यहीँ बसेर पनि उच्च शिक्षाले हाम्रो विश्वविद्यालयमा विदेशी विद्यार्थीहरू आएर पढ्नुपर्ने हो नि, त्यो वातावरण हामीले तयार गर्न सकेनौँ। नेपाल त अब हामीले हेऱ्यौँ भने ज्ञानभूमि तपोभूमि भन्छ। नेपाल अहिले जर्मनमा चाहिँ संस्कृत विश्वविद्यालय खुलिरहेको छ। हाम्रो यहाँ हिमालको काखमा हामीले संस्कृत विश्वविद्यालय, यहाँ दर्शनको पढाइहरू पढाउन सक्थ्यौँ, त्यो मोडेलमा हामी जान सकेनौँ। त्यो भएर यी सबै विषयवस्तुलाई चाहिँ नेपाली काङ्ग्रेसले उठान गरेको छ। यी सबै काम गर्न सकियो भनेदेखि नेपाललाई शैक्षिक क्षेत्र पनि हामीले त्यो शैक्षिक एजुकेसनल टुरिज्म भन्छ, त्यो जिडिपी इन्हेन्स गर्नको लागि चाहिँ वृद्धि गर्नको लागि हामीले शैक्षिक क्षेत्रलाई पनि तयार गर्न सक्छौँ भन्ने चाहिँ हाम्रो निष्कर्ष छ। यसमा समग्रमा नेपाली काङ्ग्रेसको सरकार निर्माण भयो भने चाहिँ नेपालको शैक्षिक उन्नति हुन्छ भन्ने तपाईँ विश्वस्त हुनुहुन्छ र नेपालको समग्र तपाईँले एउटा शिक्षा क्षेत्रको प्रतिनिधित्व गर्दै गर्दाखेरि त्यो क्षेत्र चाहिँ विश्वस्त छ नेपाली काङ्ग्रेसप्रति? त्यो जुन एउटा प्राज्ञिक वर्ग छ, त्यो प्राज्ञिक वर्गले चाहिँ नेपाली काङ्ग्रेसलाई चाहिँ विश्वास गरेको छ। नेपाली काङ्ग्रेस आयो भने नेपालको प्राज्ञिक क्षेत्रको प्राज्ञिक उन्नयन हुने, शैक्षिक क्षेत्र चाहिँ सुधार हुने र यसको अझ अरू बढी विकास हुने कुरामा चाहिँ त्यो क्षेत्र विश्वस्त छ। हजुर, यहाँको महत्त्वपूर्ण समय र संवादका लागि धेरै धेरै धन्यवाद। मलाई यो अवसर दिनुभएकोमा धन्यवाद। दर्शकबिन, आजको निर्वाचन संवादमा हामीले
मङ्सिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्रहरू तयार भइरहेको अवस्थामा नेपाली कांग्रेसले शैक्षिक क्षेत्रका विषयहरूलाई कसरी उठान गर्छ भन्ने विषयमा केन्द्रित रहेर कुराकानी गर्यौं। अर्को एपिसोडमा नयाँ विषयवस्तुका साथ पुनः आउने नै छौं। जय नेपाल।